के तपाईले कहिले महसुस गर्नुभएको छ कि तपाई अनलाइनमा घण्टौं समय बर्बाद गर्दै हुनुहुन्छ तर केही उपयोगी कुरा सिक्न सक्नु भएको छैन? त्यो इन्स्टाग्राम स्क्रोल होस् या टिकटक भिडियो हेर्ने, हामी सबै त्यहाँ पुगेका छौं। तर के हुन्छ यदि मैले तपाईलाई भने कि तपाईले अनलाइन प्लेटफर्मलाई आफ्नो व्यक्तिगत लर्निङ र अर्निङ मेसिन बनाउन सक्नुहुन्छ? हो, तपाईले सही सुन्नुभयो। यो भिडियोमा म तपाईलाई देखाउनेछु कि कसरी अनलाइन प्लेटफर्मलाई सही तरिकाले प्रयोग गर्ने, ताकि तपाई सिक्न, बढ्न र कमाउन सक्नुहोस्। हामी विभिन्न रणनीतिहरू, उपकरणहरू र वास्तविक विश्व उदाहरणहरू अन्वेषण गर्नेछौं जसले तपाईलाई अनलाइन संसारमा सफल हुन मद्दत गर्नेछ। तयार हुनुहोस्, किनभने हामी यी प्लेटफर्महरूको लागि नयाँ दृष्टिकोण अनलक गर्नेछौं, समय बर्बाद गर्ने ठाउँबाट अवसरहरू सिर्जना गर्ने ठाउँमा। हामी सबैलाई थाहा छ, अनलाइन संसार ध्यान भङ्ग गर्ने चीजहरूले भरिएको छ। एउटा मिनेट तपाई नयाँ सिप सिक्न खोज्दै हुनुहुन्छ, अर्को मिनेट तपाई बिरालोको भिडियोहरूको खरायो पालमा हराउनुहुन्छ। म यसलाई प्राप्त गर्छु, यो मलाई पनि हुन्छ। हामी निरन्तर सूचनाहरू र अपडेटहरूद्वारा बमबारी भइरहेका छौं, जसले गर्दा ध्यान केन्द्रित गर्न र वास्तवमा महत्त्वपूर्ण कुराहरूमा ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ। तर यहाँ कुरा छ, अनलाइन प्लेटफर्महरू स्वयं खराब छैनन्। वास्तवमा तिनीहरू अविश्वसनीय रूपमा शक्तिशाली उपकरणहरू हुन सक्छन् यदि हामी तिनीहरूलाई सही तरिकाले प्रयोग गर्छौं भने। यो हामीले तिनीहरूलाई कसरी प्रयोग गर्ने छनौट गर्छौं, जसले सबै फरक पार्छ। समस्या यो होइन कि हामी अनलाइन धेरै समय बिताउँछौं, तर हामी त्यो समयको बारेमा जानाजानी छैनौं। हामी यसलाई निष्क्रिय रूपमा खपत गर्छौं, सिर्जना गर्दैनौं, संलग्न गर्दैनौं, वा यसलाई हाम्रो फाइदाको लागि प्रयोग गर्दैनौं। तर कल्पना गर्नुहोस् यदि हामीले त्यो स्क्रिप्ट फ्लिप गर्न सक्छौं भने। यदि हामीले अनलाइन प्लेटफर्महरूलाई हाम्रो व्यक्तिगत विकास, वृद्धि र आम्दानीको लागि इन्जिनहरूमा परिणत गर्न सक्छौं भने। यस भिडियोमा हामी त्यसो कसरी गर्ने भनेर अन्वेषण गर्नेछौं। हामी व्यावहारिक सुझावहरू, रणनीतिहरू र उपकरणहरूमा डुब्नेछौं जसले तपाईलाई अनलाइन संसारमा तपाईको समयको अधिकतम फाइदा लिन मद्दत गर्न सक्छ। कुनै पनि चीजमा सफलताको कुञ्जी भनेको स्पष्ट लक्ष्यहरू सेट गर्नु हो, र अनलाइन संसारमा तपाईको समयको कुरा आउँदा यो दोब्बर हुन्छ। तपाई के हासिल गर्न चाहनुहुन्छ भन्ने स्पष्ट बुझाइ बिना तपाई सजिलैसँग भ्रमित हुन सक्नुहुन्छ, अभिभूत हुन सक्नुहुन्छ र अन्ततः निराश हुन सक्नुहुन्छ। त्यसो भए आफैलाई सोध्नुहोस्, तपाई अनलाइन प्लेटफर्महरू किन प्रयोग गर्दै हुनुहुन्छ? के तपाई नयाँ सिप सिक्न चाहनुहुन्छ, आफ्नो ज्ञानको आधार विस्तार गर्नुहोस्, पैसा कमाउनुहोस्, वा यो विशुद्ध रूपमा मनोरञ्जनको लागि हो? एकचोटि तपाईले आफ्नो किन पहिचान गरिसकेपछि तपाईले विशिष्ट, मापनयोग्य, प्राप्त गर्न सकिने, सान्दर्भिक र समयबद्ध लक्ष्यहरू सेट गर्न सक्नुहुन्छ। उदाहरणका लागि, यदि तपाईको लक्ष्य ग्राफिक डिजाइन सिक्नु हो भने, तपाईको लक्ष्य प्रत्येक हप्ता 2 घण्टा अनलाइन पाठ्यक्रमहरू लिनु, डिजाइन समुदायहरूमा सामेल हुनु र प्रत्येक दिन एउटा नयाँ डिजाइन अभ्यास पूरा गर्नु हुन सक्छ। तपाईको प्रगतिको ट्र्याक राख्न र आवश्यक पर्दा समायोजन गर्न नबिर्सनुहोस्। अनलाइन प्लेटफर्महरूको साथ यात्राको बारेमा कुरा यो हो कि यो निरन्तर विकसित भइरहेको छ, त्यसैले तपाईको दृष्टिकोणमा लचिलो र अनुकूलनीय हुनु महत्त्वपूर्ण छ। अब हामी रमाइलो भागमा पुग्छौं, तपाईको अनलाइन वातावरणलाई अप्टिमाइज गर्दै। यो तपाईको फोनलाई तपाईको लागि काम गर्ने बारे हो, तपाईको विरुद्धमा होइन। हामी सबै त्यहाँ गएका छौं, तपाईको मनपर्ने एप खोल्दै, केवल घण्टापछि स्क्रोल गरेर, केही हासिल नगरी। यो कुनै दुर्घटना होइन, यो डिजाइनद्वारा हो। यी एपहरूले तपाईको ध्यानको लागि प्रतिस्पर्धा गरिरहेका छन्, र तिनीहरू यसमा धेरै राम्रो छन्। तर यहाँ कुरा छ, तपाईसँग शक्ति छ। तपाईसँग तपाईले के हेर्नुहुन्छ र कसरी हेर्नुहुन्छ भन्ने कुरामा नियन्त्रण छ। तपाईको फिड क्युरेट गर्ने बारे सोच्नुहोस्, जस्तै तपाई आफ्नो घर सजाउनुहुन्छ। तपाई यसलाई अव्यवस्था र अनावश्यक वस्तुहरूले भरिएको चाहनुहुन्न, हैन? सबैभन्दा पहिले, तपाईले वास्तवमा प्रयोग नगर्ने वा तपाईलाई कुनै मूल्य प्रदान नगर्ने ती सबै एपहरू मेटाउनुहोस्। मलाई थाहा छ, यो गाह्रो लाग्न सक्छ, तर मलाई विश्वास गर्नुहोस्, यो मुक्तिको अनुभूति हो। अर्को, तपाईले पछ्याउने खाताहरू र च्यानलहरू हेर्नुहोस्। के तिनीहरू तपाईलाई प्रेरित गर्छन्, शिक्षित गर्छन् वा मनोरञ्जन गर्छन्? यदि होइन भने, तिनीहरूलाई अनफलो गर्ने वा म्युट गर्ने समय आएको हुन सक्छ। यो तपाईको मानसिक स्वास्थ्यको लागि पनि महत्त्वपूर्ण छ। तपाईले आफ्नो फिडहरूमा के राख्नुहुन्छ भन्ने बारे जानाजानी हुनुहोस्। अब हामीले हाम्रो डिजिटल ठाउँ सफा गरिसकेपछि यसलाई अझ अर्थपूर्ण कुराहरूले भर्ने बारे कुरा गरौँ।
र यो जहाँ सक्रिय शिक्षा आउँछ। यो केवल निष्क्रिय रूपमा सामग्री उपभोग गर्ने बारे होइन, यो वास्तवमा यसमा संलग्न हुने बारे हो। यदि तपाईँ अनलाइन प्लेटफर्महरू मार्फत सिक्न गम्भीर हुनुहुन्छ भने तपाईले आफूलाई विद्यार्थीको रूपमा व्यवहार गर्न आवश्यक छ। यसको मतलब नोटहरू लिनु, कुञ्जी टेकवेहरू हाइलाइट गर्नु र तपाईसँग हुन सक्ने कुनै पनि प्रश्न सोध्नु हो। र यो भन्दा पनि महत्त्वपूर्ण कुरा, यसको अभ्यास गर्नुहोस्। तपाईले सिकेको कुरा लिनुहोस् र यसलाई वास्तविक संसारमा लागू गर्नुहोस्। यो व्यक्तिगत परियोजनाहरू, स्वयंसेवा वा केवल तपाईले सिकेको कुरा अरूलाई सिकाउने माध्यमबाट हुन सक्छ। मलाई विश्वास गर्नुहोस्, जब तपाईँ अरूलाई केही सिकाउनुहुन्छ, तपाईले यसलाई पूर्ण रूपमा फरक स्तरमा बुझ्नुहुनेछ। यसले तपाईलाई आफ्नो ज्ञानलाई सुदृढ गर्न र कुनै पनि खाडल पहिचान गर्न मद्दत गर्दछ। ठीक छ, हामीले अनलाइन प्लेटफर्महरूको बारेमा कसरी सोच्ने र तिनीहरूलाई सक्रिय रूपमा कसरी प्रयोग गर्ने भन्ने बारे कुरा गरेका छौं। तर उत्तिकै महत्त्वपूर्ण कुरा भनेको हामीले कति समय बिताउँछौं भन्ने बारे जानाजानी हुनु हो। यो सजिलो छ, विशेष गरी जब सबै कुरा हाम्रो औँलाको छेउमा हुन्छ, ती सूचनाहरूद्वारा चुस्न र घण्टाको लागि स्क्रोल गर्न। त्यसो भए सीमाहरू सेट गर्नु र तपाईको समयको ख्याल राख्नु महत्त्वपूर्ण छ। तपाईको लागि के काम गर्छ भन्ने कुरा पत्ता लगाउनुहोस्। हुनसक्छ यो निश्चित एपहरूको लागि समय सीमा सेट गर्ने वा दिनको निश्चित समयमा मात्र सामाजिक मिडिया जाँच गर्ने हो। र धेरै उत्पादकता उपकरणहरूले तपाईलाई ट्र्याकमा रहन मद्दत गर्न सक्छन्। केही एपहरूले तपाईलाई निश्चित वेबसाइटहरू वा एपहरूमा बिताएको समय सीमित गर्न अनुमति दिन्छ, जबकि अरूले तपाईलाई ब्रेक लिन र पुन केन्द्रित गर्न मद्दत गर्नका लागि अनुस्मारकहरू प्रदान गर्छन्। सिकाइबाट कमाई। अब कुरा गरौँ अनलाइन प्लेटफर्महरूको बारेमा मेरो मनपर्ने भागहरूमध्ये एक, तिनीहरूलाई पैसा कमाउन प्रयोग गर्दै। यो सही छ, तपाईले वास्तवमा तपाईको सिपहरू मुद्रीकरण गर्न र तपाईले मन पराउने कुराहरू गर्दा पैसा कमाउन सक्नुहुन्छ। र उत्कृष्ट भाग यो हो कि त्यहाँ त्यसो गर्न अनगिन्ती तरिकाहरू छन्। तपाईँ अनलाइन पाठ्यक्रमहरू सिर्जना र बेच्न सक्नुहुन्छ, हुरिनी वा वेबमा तपाईको ज्ञान साझा गर्न सक्नुहुन्छ, फ्रिलान्स काम फेला पार्न सक्नुहुन्छ, वा तपाईको आफ्नै अनलाइन व्यवसाय सुरु गर्न सक्नुहुन्छ। सम्भावनाहरू अनन्त छन्, र तपाईको सिप सेटको पर्वाह नगरी त्यहाँ तपाईको लागि त्यहाँ बाहिर एउटा ठाउँ छ। मानसिकता परिवर्तन गर्दै। यहाँ कुरा छ, अनलाइन प्लेटफर्महरूको साथ सफलताको कुञ्जी भनेको तपाईको मानसिकता परिवर्तन गर्नु हो। यो निष्क्रिय सामग्री खपतबाट सक्रिय सिर्जनामा जाने बारे हो। यो उपभोक्ताबाट निर्मातामा जाने बारे हो। र मलाई थाहा छ, सुरुमा यो डरलाग्दो लाग्न सक्छ, तर मलाई विश्वास गर्नुहोस्, यो धेरै फाइदाजनक छ। जब तपाईँ सिर्जना गर्न थाल्नुहुन्छ, तपाईले आफ्नो वरपरको संसारलाई फरक तरिकाले हेर्न थाल्नुहुनेछ। तपाईँ थप जिज्ञासु, थप संलग्न र थप प्रेरित हुनुहुनेछ। शीर्षक कार्यको लागि प्रेरित गर्नुहोस्। त्यसैले त्यहाँ तपाईसँग छ, अनलाइन प्लेटफर्महरू बारे सोच्ने र प्रयोग गर्ने तरिकाको लागि तपाईको पूर्ण गाइड। तर यहाँ कुरा छ, केवल यो भिडियो हेर्दा केही परिवर्तन हुने छैन। तपाईले त्यहाँ बाहिर निस्कनुपर्छ र कारबाही गर्नुपर्छ। त्यसो भए म तपाईलाई एउटा चुनौती दिन चाहन्छु। यो भिडियो हेरिसकेपछि तल एउटा टिप्पणी छोड्नुहोस् र मलाई थाहा दिनुहोस् कि तपाईँ कुन कार्य गर्ने योजना बनाउनुहुन्छ। के तपाईँ नयाँ सिप सिक्न जाँदै हुनुहुन्छ? के तपाईँ आफ्नो फिड व्यवस्थित गर्न जाँदै हुनुहुन्छ? वा के तपाईँ त्यो साइड हस्टल सुरु गर्न जाँदै हुनुहुन्छ जुन तपाईँले सोच्दै हुनुहुन्छ? जे भए पनि यसलाई त्यहाँ राख्नुहोस्, किनभने कहिलेकाहीँ हामीलाई आवश्यक पर्ने कुरा भनेको हाम्रो लक्ष्यहरू प्राप्त गर्न थोरै धक्का हो। र अब तपाईको पालो हो। मलाई आशा छ कि यो भिडियोले तपाईलाई अनलाइन प्लेटफर्महरूको बारेमा फरक तरिकाले सोच्न र तिनीहरूलाई तपाईको फाइदाको लागि कसरी प्रयोग गर्ने भनेर देखाउन प्रेरित गरेको छ। सम्झनुहोस्, यी प्लेटफर्महरू केवल समय बर्बाद गर्ने ठाउँहरू होइनन्। तिनीहरू अवसरहरूले भरिएका छन् यदि तपाईलाई तिनीहरूलाई कहाँ हेर्ने भनेर थाहा छ भने। यदि तपाईलाई यो भिडियो उपयोगी लाग्यो भने कृपया यसलाई थम्स अप दिनुहोस् र यसलाई आफ्ना साथीहरूसँग साझा गर्नुहोस्। र यदि तपाईसँग कुनै प्रश्न वा टिप्पणी छ भने कृपया तिनीहरूलाई तलको टिप्पणी सेक्सनमा छोड्नुहोस्। अब समय बर्बाद नगरी वास्तविक परिवर्तन ल्याउनुहोस्। पराउने कुराहरू गर्दा पैसा कमाउन सक्नुहुन्छ। र उत्कृष्ट भाग यो हो कि त्यहाँ त्यसो गर्न अनगिन्ती तरिकाहरू छन्। तपाईँ अनलाइन पाठ्यक्रमहरू सिर्जना र बेच्न सक्नुहुन्छ, हुइनी वा वेबमा तपाईको ज्ञान साझा गर्न सक्नुहुन्छ, फ्रिलान्स काम फेला पार्न सक्नुहुन्छ, वा तपाईको आफ्नै अनलाइन व्यवसाय सुरु गर्न सक्नुहुन्छ।
सम्भावनाहरू अनन्त छन् र तपाईको सिप सेटको पर्वाह नगरी त्यहाँ तपाईको लागि त्यहाँ बाहिर एउटा ठाउँ छ। मानसिकता परिवर्तन गर्दै। यहाँ कुरा छ, अनलाइन प्लेटफर्महरूको साथ सफलताको कुञ्जी भनेको तपाईको मानसिकता परिवर्तन गर्नु हो। यो निष्क्रिय सामग्री खपतबाट सक्रिय सिर्जनामा जाने बारे हो। यो उपभोक्ताबाट निर्मातामा जाने बारे हो। र मलाई थाहा छ, सुरुमा यो डरलाग्दो लाग्न सक्छ, तर मलाई विश्वास गर्नुहोस्, यो धेरै फाइदाजनक छ। जब तपाईँ सिर्जना गर्न थाल्नुहुन्छ, तपाईले आफ्नो वरपरको संसारलाई फरक तरिकाले हेर्न थाल्नुहुनेछ। तपाईँ थप जिज्ञासु, थप संलग्न र थप प्रेरित हुनुहुनेछ। शीर्षक: कार्यको लागि प्रेरित गर्नुहोस्। त्यसैले त्यहाँ तपाईसँग छ, अनलाइन प्लेटफर्महरू बारे सोच्ने र प्रयोग गर्ने तरिकाको लागि तपाईको पूर्ण गाइड। तर यहाँ कुरा छ, केवल यो भिडियो हेर्दा केही परिवर्तन हुने छैन। तपाईले त्यहाँ बाहिर निस्कनुपर्छ र कारबाही गर्नुपर्छ। त्यसो भए म तपाईलाई एउटा चुनौती दिन चाहन्छु। यो भिडियो हेरिसकेपछि तल एउटा टिप्पणी छोड्नुहोस् र मलाई थाहा दिनुहोस् कि तपाईँ कुन कार्य गर्ने योजना बनाउनुहुन्छ। के तपाईँ नयाँ सिप सिक्न जाँदै हुनुहुन्छ? के तपाईँ आफ्नो फिड व्यवस्थित गर्न जाँदै हुनुहुन्छ? वा के तपाईँ त्यो साइड हस्टल सुरु गर्न जाँदै हुनुहुन्छ जुन तपाईले सोच्दै हुनुहुन्छ? जे भए पनि यसलाई त्यहाँ राख्नुहोस्, किनभने कहिलेकाहीँ हामीलाई आवश्यक पर्ने कुरा भनेको हाम्रो लक्ष्यहरू प्राप्त गर्न थोरै धक्का हो। अब तपाईको पालो हो। मलाई आशा छ कि यो भिडियोले तपाईलाई अनलाइन प्लेटफर्महरूको बारेमा फरक तरिकाले सोच्न र तिनीहरूलाई तपाईको फाइदाको लागि कसरी प्रयोग गर्ने भनेर देखाउन प्रेरित गरेको छ। सम्झनुहोस्, यी प्लेटफर्महरू केवल समय बर्बाद गर्ने ठाउँहरू होइनन्, तिनीहरू अवसरहरूले भरिएका छन् यदि तपाईलाई तिनीहरूलाई कहाँ हेर्ने भनेर थाहा छ भने। यदि तपाईलाई यो भिडियो उपयोगी लाग्यो भने कृपया यसलाई थम्स अप दिनुहोस् र यसलाई आफ्ना साथीहरूसँग साझा गर्नुहोस्। र यदि तपाईसँग कुनै प्रश्न वा टिप्पणी छ भने कृपया तिनीहरूलाई तलको टिप्पणी सेक्सनमा छोड्नुहोस्। अब समय बर्बाद नगरी वास्तविक परिवर्तन ल्याउनुहोस्।